आइसकेको छौँ गाइजहरू। यस्तो राम्रो सिन छ, हजुरहरू देख्न सक्नुहुन्छ। वहाँ पर डाँडा डाँडाबाट हिँड्दै हिँड्दै आएको हामी चाहिँ। वेलकम ब्याक टु माई च्यानल। सो हजुरहरू देखिहाल्नुभयो होला, आज चाहिँ हामी हाइकिङ जान लागेको छौँ। अनि अहिले चाहिँ हामी जङ्गलमा छुर्पी खाँदैछु। हेलो गर्ल्सहरू, हेलो हेलो। पनि फर्स्ट टाइम हाइकिङ, एकदम बबाल ब्युटिफुल। अनि के भन्छ हेन्डसम राम्रो। सो गाइज अहिले यहाँ चाहिँ यस्तो छ, जङ्गल हेर्नु सक्नुहुन्छ, पानी पर्छ रोक्छ। अनि हाम्रो वेदर चाहिँ यस्तो भइरहेको छ अहिले पुरा। सो अब हामी चाहिँ एकछिन रेस्ट गरिरहेको छौँ। अनि पछाडि यहाँबाट फेरि हिँड्ने हो। अनि के कस्तो हुन्छ देखाउने छु। हिँड्न लागेको अब कहाँ आजको डेस्टिनेसन के हो कता भन्ने थाहा छैन। जतातता पुग्छ उता जाने हो। सो गाइस हामी चाहिँ हिँड्दैछौँ। यात्रा हाइकिङ हो। बेहोस हुन्छ होला म। हङकङमा ताइतङमा अम्बकको बोट भेटिएको अवस्था। यो के को बोट अरे म्याम? अम्बकको बेलाउतीको बोट है। ल हजुरहरूलाई थाहा छ छैन, यो चाहिँ अम्बकको बोट हो। ओ त्यो मसिनो अम्बक पनि टिप्नु न। थ्याङ्क यू बहिनी। यो चाहिँ औषधि हो। के को औषधि हो सम्झिने? अस्ति के त चप्पल चुट्टाइले गयो नि। त बाटो पुगिहाल्छ। हिलोमा पुग्यो नि। यो साइकललाई बाटो दिँदा हिलोमा पुग्यो। आजको हाइकिङ चाहिँ एकदमै बबाल रमाइलो भइरहेको छ। एकदिन हिँड्दा कहाँ घट्छ? घटौँ गाइजहरू। 5 केजी घटौँ। 5 केजी घटौँ मात्र। 5 केजी घटौँ। यस्तो गर्नु भएर चाहिँ हजुरले देख्न सक्नुहुन्छ। ल मेरो सम्झिनीको के भन्छ त्यसलाई, रिक्वेस्टमा यो भिडियो पोस्ट गर्न लागेको छु म। अनि अझै यसलाई हेर्दै क्या हामी कति घट्यौँ कति मोटायौँ भनेर। म भइसक्यो होइन। गाइस आकाश हेर, आकाश निलो बादल भएको। यही हो फुल फुल्ने। पछि डिसेम्बरतिर फुल्छ, रातो हुन्छ। हो यही हो। अहिले चाहिँ पुरा हरियो भएको छ। यो चाहिँ हाम्रो खानेकुरा अन्डा नुडल्स। अब हाम्रो चटपटे पनि बन्न बाँकी छ। आइसकेको छौँ गाइजहरू। यस्तो राम्रो सिन छ, हजुरहरू देख्न सक्नुहुन्छ। वहाँ पर डाँडा डाँडाबाट हिँड्दै हिँड्दै आएको हामी चाहिँ। अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ।
अनि यहाँ यस्तो छ भ्यू गाइजहरू आउँदैछ हामी चाहिँ घर जाँदै गरेको प्लास्टिक बोकेर सो गाइज हामी चाहिँ घर जाँदैछौँ रमाउनु पर्यो उकालो भइदिएको सास बन्द हुन्छ र गाइज मैले भिडियो नगरेको ओह्रालोमा त यतिको हिँड्नुपर्छ नि मोटर गुड्दो रहेछ भनेर सो गाइस आज त हाइकिङ चाहिँ एकदमै रमाइलो भयो बाटोभरि हाँस्दा कसम होला रमाइलो ओह्रालोमा चाहिँ त ओह्रालोमा चाहिँ यहाँ हेर्नुहोस् के हो यो तपाईँहरूले चाहिँ गाइस हामी चाहिँ यस्तो ओह्रालोमा हिँड्दैछौँ यस्तो ओह्रालो छ गाइस यस्तो ओह्रालो हेर्नुहोस् ओह्रालो छ यसरी गाइजहरू आउँदै हुनुहुन्छ आउँदै भइसक्नुहुन्छ बाटो चाहिँ छिरेको छ यहाँ चाहिँ मान्छे मात्रै हिँड्न मिल्छ सो हामी चाहिँ अब यहाँनिर जान लागेको यता हो हाम्रो चाहिँ बस स्टप ओके गाइजहरू कस्तो छ हाइकिङ मरद छ मरद यस्तो जङ्गल घारीमा सर्पहरूबाट बचौँ मलाई चाहिँ एकदमै डर लाग्छ गाइज सर्पदेखि तर किन यिनीहरूले घाडी खास नफेरेको नफाडेको होइन हौ अस्ति आउँदा पुरा फाडिदिएर अहिले त पुरा जङ्गल रहेछ हौ गाइजहरू हेर्न सक्नुहुन्छ अब यस्तो घारी छ हेर्नु त यस्तो घारी यस्तो बाटोमा यस्तो सक्यो जिन्दगी अनि आजको हाइकिङ चाहिँ एकदमै रमाइलो भएको अवस्था के हो लु हेर्नुहोस् त लु ककसको बारीहरू हो यो ककसको यो रबिना ऊ त्यो प्रबिना ऊ तल ऊ त्यो लिची घारी चाहिँ पक्कै पनि झापालीको होला है लिची घारी चाहिँ लिची त हो त नि यो लिची घारी चाहिँ पारु मगरको हो लिची घारी झापातिर एकदम बढी हुन्छ त्यही भएर ओहो लु मौरी कसलाई चाहियो यहाँ रहेछ लु के अरे यो अघि कमिलोको दाम ए यस्तो छ लु हेर्नुहोस् यो के को यसो लिची हेर न गाइजहरू लिची हेर्नुहोस् आमामामामा लिची यस्तो रातै हो माइ गड किन्न मिल्छ कि मिल्दैन हो किन्न त मिल्छ होला हौ लिची लाने हो त पहिला यहीँ त अनि राई भेला गरेको कुकुर त खाइन होला नि ओए ए ल लिची पाउँदा ए हो चाको केटी हो कालो चाहिँ दिएर मरियो बेच्ने रहेछ नि त अहिले लिची किन्न आएको छौँ यहाँ हेर्नुहोस् अर्ग्यानिक लिची कति धेरै लिची हो झरेर हेर न मुलाहरू रमाइलो लिची है कति मिठो अन्त है घुम्ने भरे अगाएर नकिन जानु पर्यो कति धेरै लिची हेर्नुहोस् गाइज अर्ग्यानिक टिप्दै खाँदै लिची खानलाई ओ माइ गड लिची नै लिची ल यो कुमारीको खेती लिची अझै लिची हेर्नु न कति हो कति लिची त ओ माइ गड यहाँ त हामीले लिची पनि किन् सो गाइज हाम्रो ब्लग चाहिँ यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ
हाम्रो हाइकिङ चाहिँ अब यहीँ इन्ड हुन लागिरहेछ तल पुगेपछि चाहिँ हाम्रो हाइकिङ सकिन्छ अनि हामी युमलाङ पुग्छौँ अनि बिचमा भ्लगहरू कति खाएको भिडियोहरू चाहिँ देखाउन सकिनँ बिकज पानी परेर अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ